नवलपुर जिल्लाको पहाडी भेग बुलिङटार गाउँपालिका अर्खलादेखि बोझापोखरी आउँदै लाउँदा लिएको भिडियो हो। नाम पोखरी भए पनि तर अहिले चाहिँ पोखरी चाहिँ छैन, सुकिसकेको छ। यहाँबाट चाहिँ देवचुली डाँडाको भ्युज राम्रोसँग देखिन्छ। अन्तबाट भन्दा यहाँबाट केही राम्रो देखिन्छ र धेरै मान्छेहरू, बाइकमा आउने मान्छेहरू पनि यहाँ आइसकेपछि यहाँ एकछिन बाइक रोकेर हावा खाएर यो देवचुलीको भ्यू हेरेर जाने गर्छन्। यहाँ अन्तबाट भन्दा यहाँबाट के अलिकति राम्रो देखिन्छ, अलिक क्लियर देखिन्छ।